सो वेलकम ब्याक टु माई न्यू ब्लग न्यू डे। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु, आरामै छु। म चाहिँ आज पोखरा भन्दा नि गोबिन्देसम्मको यात्रामा छु है। म चाहिँ टक्क अहिले रम्बसमा छु। यस्तो छ है, रम्बसको मौसम अहिले यस्तो छ है, वेदर टक्क लगाएर सरर यस्तो बवाल छ है। अहिले चाहिँ रम्बसको मौसम चाहिँ यस्तो छ है, वेदर टक्क लगाएर। हामी चाहिँ गोबिन्दो गाडी लाउने मान्छे गाडी लाएर हेर्नु कस्तो हिँड्ने चाहिँ यस्तो छ है गोबिन्दो। बकेट त त्यस्तै हो कि ढुक्क हो कि आज फेरि होइन तर ठिकै हो। यहाँ यो गेटबाट चाहिँ यता स्याङ चाहिँ यता गेटबाट उता चाहिँ कास्की होइन सार्वजनिक शौचालय है टोइलेट यहाँ रहेछ जाने पिछे फेरि न कलाएर हामी चाहिँ अहिले गोबिन्दो आइपुगिसक्यो है चट्ट लाएर। बमिट लाउने मान्छे यसले बमिट गर्न लाग्छ है यहाँ ठुलो ठाउँ। यहीँ शीतल छ काँक्रो काटेर ल्याउने होइन कि त्यहाँ नाप्नु पऱ्यो, नापजाप गर्नु पऱ्यो। कस्तो खाने एउटा रोजाउँ न अनि यो कति हो त यसलाई त्यहाँ हाल्नु त अब कति हुन्छ यो किलाको 130 हो। कति हो खोइ कहाँ हो देखाउने। यहाँ 1 किलो 740 ग्राम भयो, 130 रेट भयो, ये 226 भयो क्या। ठुलो हुन्न र यो हजुर ठिकै हुन्छ। कतिजनालाई ठिक्क होला नि यति नि के ठुलो सँग खाएर जाने भयो। यहाँ तिर्ने कति रे 250 61 जामजुम कति भयो लाग्यो ठिकै भयो 150 200 यो 200 भयो नि 200 यहाँ हैट तिर्के 200 1 2 40 60 70 के कति भयो दाइ पैसा कति 60 कि कति रे यही हेर्नु हैन कि लाउनु गर्नु दाइ चाहिँ 260 हैन 200 काँक्रा बल्ल झर् गइरहेको अस्ति त्यो साना खाने लानु है। ए ल तु त भयो काट्दै छ नि यहाँ म काँक्रा बेच्न बस्छु के काँक्रो व्यापार गर्ने काम यहाँ तर फाइदा त मलाई चटनी नि हाल्दिनु 130 रुपियाँ किलोलाई 130 रुपियाँ किलो महँगो बा 80 रुपियाँ किलो पाइरहेको थियो हामीले है। त्यो अर्को काँक्रो बाबु यी यस्तो खाले हो क्या कस्तो यी यस्तो भक्तपुरे खाले हो भक्तपुरे हाम्रोतिर त कालो कालो वाला थियो पुरा यत्रो 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 खाले यत्रो यत्रो लामो खाले होला किन्नु भएको है। पिरो खानी पिरो हात चाहियो जति नै खानु होइन। यो काँक्रो खाने ठाउँमा बिन्दास दाइको काँक्रो पसल भन्नु न चिन्नुहुन्छ होला है। हामी चाहिँ काँक्रो खाँदैछौँ है। गाडी लगाएको मान्छेले खानु हुन्न है हो हो अहिले झन् फेरि बमिट लाउँछ आयो गरिदिनु नि यतिको त धेरै राम्रो हो हाम्रो भन्दा त
भएको भए त अस्ति खेलिन्थ्यो र यता बल खेल्न आएको यी डर हिँडिरहेछ मैले मिठो हिँड्नु छैन आज हामी फर्स्ट टाइम खतरा गाडीमा चढ्यो कि खतरा गाडीमा चढ्यो हाइसमा हाइस इभी हो इभीमा चढेको वाइफाई नि रहेछ यस्तो सुविधा रहेछ क्या वाइफाई नि रहेछ कति आनन्द हो कति सुविधा हो आजभोलि बाबा बाटो खतरा छ कि होइन हाम्रो बसन्ती खतरा छ दाइ जानु पर्यो कल्लाएर बल खेल्ने ठाउँ त आउन त आइपुग्यो तर माथि मौसम अलि खराब देखिरहेछ है मौसम अलि खराब देखिरहेछ ग्राउन्ड चाहिँ यता पारी यता डाँडा यो घर पछाडि पर्दो रहेछ कहाँको डह्रो रहेछ क्या यहाँ चाहिँ चोरे नि फरक पर्दैन यार छ्यालब्याल छ यस्तो राम्रो भएको छ यहाँ कलाएर हामी नाच्दा खाएर चाहिँ गिरनतर्फ जाँदैछु वेदर मिठो छ है चट्ट लगाएर कस्तो राम्रो राम्रो घर हो छोरी छ कि छैन यतातिर त बिहा गर्नुपर्छ क्या हो अर्को बुढी भयो नि हुन्छ जन्मदा हुन्छ नि इस्कुस टक्क मोबाइल छ यो घर यस्तो राम्रो छ है ठाउँ राम्रो र नराम्रोमा हुन्छ नि त्यो यस्तो छ है यस्तो बवाल छ यो वेदर मिठो देखिरहेछ केटाहरू चाहिँ यहाँ हिँड्दैछ है कहाँको ए कला ओ स्वागतम राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद जय भलिबल कलाएर है गिराउनु सब यहाँ नै अर्ग्यानिक नास्ता खाने ठाउँ टक्क लाएर फर्किँदै हामी त्यही पोखरा बजार
सररररर। यस्तो छ कि। यो त बाबु सिधै घरमा जान्छ। जान्दैन के हो त कट गरी हेरिहाल्छु मैले। हाल्न त पारी चाहिँ पुन्जीकोट कपडा बोल्दो रहेछ। ल त यहाँ चाहिँ जाम। सररर एयरपोर्ट है यो चाहिँ एयरपोर्ट जाने बाटो। यो पछाडि चौथे यो एयरपोर्ट जाने बाटो माथिबाट एयरपोर्ट सररर त्यो छ नाइटको 9 बजेको दृश्य सररर। गुड मर्निङ है सबैजनालाई। मर्निङ अहिले चाहिँ म पोखरा काजीपोखरीमा छु है। मौसम चाहिँ अहिले यस्तो छ। म चाहिँ बल खेल्न जान रेडी। लुक टक्क लगाएर घरबाट निस्किए ब्राह्म हो ब्राह्म यहाँ टक्क लगाएर है हामी चाहिँ अहिले उल्लेरी जाँदैछु है। टक्क लगाएर त्यो चाहिँ चेकिङ भएर फर्किरहेछ है। चेकिङ चाहिँ उहाँ छ कि चेकिङ चाहिँ उहाँ पारिसक्यो। चेकिङ उहाँ छ यो यहाँ छ म यहाँ छु। सो फाइनली हामी चाहिँ स्लो राइड हान्दैछु है। स्लो राइड हल्लाएर स्कुटर फेरि अलि तान्नै गाह्रो हुन्छ कि हुन त यत्रो ठुल्ठुलो मान्छे बसी छैन त्यहाँ तान्न गाह्रो नहुने गाह्रो छ नि। यस्तो छ है उल्लेरीको बाटो यस्तो छ है। मैले छोड देखाएको छैन कि त्यता उसले कट हानिदिन्छ कि अरे त्यो नेटको तरामा पुग्ने गरी फालिदिन्छौ। हारिस यस्तै के गन्थन हारिस यस्तै के गन्थन हारिस त यति हो यस्तै के गन्थन। पाएको त कहाँ काट्नु यहाँ काट्नु न इ ओहो नि पार्दैन कि त्यहाँ यस्तो चिर्दिङ होला के यो काटिदियो कि ल म त अलरेडी यो खान्छौ ल त काँक्रो चोर्न भएन मागेर खाना त के नि हुन्न कि हामी चाहिँ हारेर नि फर्कियो है। यो मान्छेले गर्दा हारेको थियो नेटमा हालेर आमाले केरा नि दिनु थियो काँक्रो दिने भयो काँक्रो नि खायो। हामी चाहिँ घरतिर जाँदैछौँ है पोखरातिर जाँदैछौँ के कस्तो हुन्छ हेर्दै जानु होला है त।
यो गाउँको मूल पानी यस्तो कुवाको पानी कस्तो मिठो हुन्छ लोकल के भन्छ अरे यो कुवाको पानी है लोकल कुवाको पानी माछा नि छ क्या अब यहाँ त माछा नि छ जस्तो लाउँछ आहा कति चिसो न है पोखरा बजार कलाएर सो फाइनली म चाहिँ घर आइसक्यो टक्क घर आएर चाहिँ खानासाना खाएर बसेको गेम नि गेम हो हार जित भइहाल्छ केही छैन तर पनि गेम चाहिँ राम्रो भयो त्यो जमेको तर गेम हारियो त्यही हो सबैजनाले माया गर्नुहुन्छ सब्सक्राइब सेयर गर्नुहुन्छ भन्ने आशा छ भिडियो हेरेर चाहिँ कमेन्टहरू चाहिँ गरिदिनु होला है भन्न चाहन्छु त्यही हो आजको भ्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु सो नेक्स्ट भ्लगमा भेट्नुपर्छ सबैजना